गाइसहरु म यहाँ रोडमा आइपुगिसकेको छु। त्यस्तो फलिरहेछ यहाँ दामी थरी दामी फुलिरहेछ तर 3 बजिसकिसक्यो हो। यहाँ त माछा छ नि त ठुल्ठुलो मौरीको डोर। र गाइसहरु फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो भन्दै आजको भिडियो त देखाउँदैछु। आजको त मौसमहरू यस्तो दामी फुलिरहेछ तर 3 बजिसकिसक्यो हो। मकैहरू यस्तो दामी भइरहेछ मकैहरू हो। यहाँ हाम्रो घर छ तल मकैहरू त्यस्तो भइसके यता गाइसहरु यहाँ त माछा छ नि त ठुल्ठुलो माछा मौरीको डोरहरू छ यस्तो खुट्टै घोच्यो नि मौरीको डोरहरू छ यतातिर यस्तै छ हो। र म चाहिँ अहिले फाइनली दोकानतिर जाँदैछु। घाम लाग्यो पो त दामी तरिकाले हो। यस्तो धानहरू आइसकेको छ यतातिर त्यही हो यस्तो छ। माथि गएर भेटौँ ल गाइसहरु रोडमा पुगेर चिर्दै रहेछ गाइसहरु। यतातिर सिबीहरू यस्तो दामी फलिरहेको छ हो। दामी फुलिरहेछ सिबी बारीहरू छ हो। हाम्रो गाउँ यस्तो छ है गाइसहरु। गाइसहरु म यहाँ रोडमा आइपुगिसकेको छु। त्यस्तो फलिरहेछ यहाँ दामी थरी यस्तो दामी फलिरहेछ है। आँप फुली बब्बो है बब्बो बब्बो म त्यो तलदेखि गएको तल हो। र टिस्टा खोला त यहाँ तल यस्तो देखिरहेछ मलाई यस्तै छ जग्गाहरू दामी तरिकाको हो। हजुरलाई देखाउँदैछु म दोकान पुगिसकेको दोकान छैन त म भिडियो बनाउँछु हजुरलाई देखाउँदै हो। भिडियो एकदम कम्ती मिनटको बनाउँछु हेरिदिनु होला है त गाइसहरु। यो जग्गालाई त कान्दुङ भन्छ गाइसहरु। यो यहाँ ग्राउन्ड छ हो। यो जग्गालाई चाहिँ कान्दुङ भन्छ। म चाहिँ जाँदैछु दोकान लिएर भिडियो बनाएको दामी छ धुप्पी। र गाइसहरु म चाहिँ मन्दिर पुगिसकेँ हो। अब चाहिँ म दोकान पुग्नु कति पनि छैन अलिकति मात्रै छ दोकान पुग्नु पर्ने। दोकान चाहिँ यहाँ पर छ त्यहाँ हाम्रो गाउँको सबैभन्दा ठुलो मन्दिर हो है। माथिको पनि एक दुईवटा फोटोहरू छ है। म तपाईँलाई देखाइदिने छु कस्तो छ माथि भनेर हो। अहिले म माथि जाँदिनँ जान भ्याउँदिनँ। यस्तो छ है त माथिको नजारा चाहिँ हेर्नुहोस् हाम्रो गाउँको नाम यताको चाहिँ एल है हो। यस्तो छ हाम्रो गाउँको नाम आई लभ लङ्कु है त गाइसहरु। यस्तो छ मन्दिरको जग्गाहरू नामहरू है। म त दोकान पुग्न लागेँ है गाइसहरु। पानी छ यतातिर यस्तो छ रोड चाहिँ यस्तो खालको छ है हाम्रो गाउँमा। ल गाइसहरु आजको भिडियो के कस्तो लाग्यो आजको भिडियो यति नै है गाइसहरु। नेक्स्ट भिडियोमा भेटौँ बाई।